चाहिँ नयाँ गजबको पिरोको नयाँ प्याकेट आएको रहेछ। यो चाहिँ मैले मेरो स्टाइलमा हजुरहरूसँग बनाएर सेयर गर्छु। ल देख्न सक्नुहुन्छ साथी, यो चाहिँ मेरो आफ्नै करेसाबारीमा फलेको चाइनिज साग हो। यो चाहिँ म आफैले लगाएको हो। ल साथीहरू हेर्न सक्नुहुन्छ, मैले चाहिँ अब यो बोइल भएको चाउचाउमा मसला प्याज धनियाँ काटेर राखेको छु। अब यसलाई म मोलेर देखाउँछु है। ल है, एकदम मेरो स्टाइलको गजबको पिरो